हेलो नमस्कार, म उमेश मण्डल, यस सनराइज स्कुलको प्रिन्सिपल। अब आउनेवाला इक्जाममा कस्तो खाले प्रश्नहरू आउँछ त्यसको बारेमा जानकारी दिन गइरहेछु। हामी एलकेजी क्लासको इङ्ग्लिस सब्जेक्टमा कस्तो खाले प्रश्नहरू हुन्छन् त्यसको बारेमा भन्न गइरहेछु। यो भिडियोद्वारा एलकेजी क्लास, युकेजी क्लास 1 क्लास 2 क्लास 3 क्लाससम्म यो स्कुल छ हाम्रो। त्यो कस्तो कस्तो खाले प्रश्नहरू त्यसको नमुना दिन गइरहेछु। हाम्रो यो एलकेजी क्लासको इङ्ग्लिस सब्जेक्टमा यस्तो हाम्रो टपिकहरू छन्: नाउन, अर्को छन् वर्ड, वन वर्ड अफ इच लेटर। यसमा के हुन्छन्, नाउनमा के हुन्छन् भने नाउनमा नामहरू सिक्नु छ। आफ्नो नाम, बुवाको नाम, स्कुलको नाम, यस्तो नामहरू विद्यार्थीहरूले सिक्नुपर्छ। त्यसपछि छ अर्को नम्बरमा वन वर्ड अफ इच लेटर। एउटा एउटा वर्ड, यहाँ लेटरहरू दिएको हुन्छन् ABCDE, एउटा एउटा वर्ड लेख्नुपर्ने हुन्छन्। तेस्रो छन् राइट 2 वर्ड्स अफ भवेल साउन्ड। भवेल साउन्ड, भवेल जुन हुन्छन् A, E, I, O, U, यो भवेलहरू छन्। यो साउन्ड आउनेवाला दुई वटा वर्डहरू, जस्तै CAT क्याट, BAT ब्याट, यस्तै हैन। यसको बारेमा म डिटेलमा यो टपिक पछि म भन्ने नै छु हैन, कस्तो खाले प्रश्न हुन्छन् त्यो। त्यसपछि छन् आर्टिकल्स, AN भर्नु पर्ने हुन्छन्। अर्को छन् राइमिङ वर्ड, त्यसपछि छन् नाउन्स, त्यसपछि भवेल लेटर्स हैन। यो सबै 7 वटा टपिक छन् इङ्ग्लिस सब्जेक्टको। अब कस्तो खाले प्रश्न हुन्छन्, अब यहाँ नाउन सबभन्दा पहिलो हाम्रो के थियो, 1 नम्बरमा नाउन। नाउनमा कस्तो हुन्छ भने जस्तै व्हाट इज योर नेम, व्हाट इज योर नेम, त्यहाँ माई नेम इज लेखेकै हुन्छ हैन। विद्यार्थीहरूलाई मात्रै आफ्नो नाम लेख्नु पर्ने हुन्छन्। त्यस्तै अर्को के हुन्छन्, व्हाट इज योर फादर्स नेम हैन, त्यसमा माई फादर्स नेम लेखेकै हुन्छ, आफ्नो बुवाको नाम लेख्नु पर्ने हुन्छन् हैन। व्हाट इज योर मदर्स नेम, माई मदर्स नेम लेखेको हुन्छन्, आफ्नो आमाको नाम लेख्नु पर्ने हुन्छन्। अब अर्को कुरा के, यसमा जति म भनिरहेको छु त्यो सबै आउँछ नै, सबै आउँछ त्यो हुँदैनन् हैन। यसमा कुनै कुनै आउँछन्, म धेरैभन्दा धेरै बताउन गइरहेको छु, नत्र के हुन्छ सबै कुरामा भनिदिन्छु जुन इक्जाममा आउँछ त्यो त राम्रो हुँदैन। त्यही भएर म धेरैभन्दा धेरै भनिरहेको छु। त्यसमा 5 वटा प्रश्न, यो नाउनमा 5 वटा प्रश्न हुन्छन् हैन। अब जस्तै अर्को हुन्छन् व्हाट इज योर स्कुल्स नेम हैन, आवर स्कुल्स नेम लेखेको हुन्छन्, आफ्नो स्कुलको नाम लेख्नु पर्ने हुन्छन् हैन। त्यस्तै अरू के हुन्छन्, वेयर डु यु लिभ, त्यसमा आई लिभ एट लेखेकै हुन्छन् हैन। त्यसपछि के लेख्नुपर्छ, त्यो विद्यार्थीले लेख्नुपर्ने हुन्छन्। इन व्हिच क्लास डु यु रिड, आई रिड इन क्लास, कति क्लासमा पढ्छौ तिमी हैन, त्यो लेख्नुपर्ने हुन्छन्। यो थियो हाम्रो नाउनको। त्यसपछि अर्को के थियो हाम्रो वन वर्ड अफ इच लेटर। अब यस्तै यहाँ के हुन्छ, ए लेखेको हुन्छ, एबाट के हुन्छ एप्पल, यहाँ एप्पल लेख्नुपर्ने हुन्छन्। बी हुन्छन्, बीबाट के हुन्छन् बल, बल लेख्नुपर्ने हुन्छन्। सीबाट के हुन्छन् क्याट, क्याट लेख्नुपर्ने हुन्छन्। डीबाट के हुन्छन् डग लेख्नुपर्ने हुन्छन्। ईबाट के हुन्छन् एग लेख्नुपर्ने हुन्छन्। एदेखि जेडसम्म कुनै 5 वटा हुन्छन् अथवा 4 वटा हुन्छन् हैन। तर सबै सिक्नुपर्ने हुन्छन् विद्यार्थीहरूलाई। 4 वटा कुन कुन हुन्छ भन्दिनँ, सबै सिक्ने हैन। 4 वटा छ, 4 मिनिङ एबाट, बीबाट, सीबाट, ईबाट हैन, कुनैबाट आउन सक्छन्। अब थियो हाम्रो के 2 वर्ड्स अफ भवेल साउन्ड। जस्तै भवेल ए छ, मैले भनेको थिएँ CAT क्याट, BAT ब्याट। ई छ, अब ईबाट के हुन्छन् BED बेड, RED रेड। आईबाट के हुन्छन् PIN पिन, TIN टिन हैन, दुईवटा लेख्नुपर्ने हुन्छन्। त्यसपछि ओबाट के हुन्छन्, ओबाट POT पट, अर्को POT पट, NOT नट हैन। त्यसपछि यु RUN रन, BUN बन हैन। यस्तै अब तेस्रो हाम्रो चौथो आर्टिकल्स थियो हाम्रो। आर्टिकल्स AN भर्नु छ हैन। विद्यार्थीहरूलाई सिकाएका नै छन्, त्यही पनि यहाँ पनि भन्छु।
जुन हैन भावेल्स अक्षर हुन्छन् AEIOU, त्योभन्दा अगाडि के हुन्छन् एन हुन्छन्। एन भर्नु छन्। ए जस्तै यहाँ छन् खाली ठाउँ एप्पल, एप्पल ए के छन् यहाँ भावेल साउन्ड छन्, त्यही भएर के हुन्छ यहाँ एन एप्पल। त्यस्तै एक्स एलिफेन्ट, एलिफेन्टको ई के छ भावेल छ, यहाँ के हुन्छन् एन। बाँकी AEIOU छोडेर बाँकी सबै कन्सोनेन्ट हुन्छन्। कन्सोनेन्ट अगाडि के हुन्छन् ए। बल छ अ बल हैन। क्याट अ क्याट, यो आर्टिकल थियो। अब के छन् हाम्रो र्यामिङ वर्ड। र्यामिङ वर्ड भने कस्तो भने र्याम वर्ड। अब र्यामिङ वर्ड छ ई पेन, यसको र्याम के हुन्छ EN 10। LAP ल्याप, र्यामिङ वर्ड ल्याप। MAP म्याप, ल्याप म्याप, र्यामिङ वर्ड। एउटा र्यामिङ वर्ड लेख्नुपर्ने हुन्छ। लग, LOG FG फग, FIG फिग, DIG डिग, फिग डिग, CAT क्याट, RAT ऱ्याट, यस्तो र्याम वर्ड हुन्छन्। त्यसपछि के थियो हाम्रो भावेल लेटर्स। भावेल लेटर्स कुन कुन छ अहिले भनिरहेको छु AEIOU, त्यो लेख्नुपर्ने हुन्छन्। एउटा अर्को नाउन पनि थियो, नाउन पनि लेख्नुपर्ने हुन्छन्। 5 वटा नाउन लेख्नु छन्। नाउन कुनै कसैको नाम हैन, टिचर, डाक्टर, राम, श्याम, मोहन, टेबल, बुक, कपी, यो सबै के हुन् नाम हुन्, नाउन हुन्। 5 वटा नाउन लेख्नुपर्ने हुन्छन्। त्यो 5 वटा नाउन लेख्नुपर्ने हैन। यो थियो हाम्रो इङ्ग्लिस इक्जाममा सोध्ने प्रश्नहरूको एउटा नमुना हैन। अर्को भिडियोमा अरू सब्जेक्टको हैन, अरू क्लासको त्यो सबै भन्ने नै छु हैन। आजको लागि यति, धन्यवाद।